विभिन्न प्रसङ्गमा मानिसले नेपाललाई सतीले सरापेको देश भन्ने गरेको पाइन्छ। आखिर किन भनिन्छ नेपाललाई सतीले सरापेको देश? वास्तवमा को थिइन् सराप्ने सती? यो बारे जान्न हामीले इतिहासको पानालाई पल्टाउनु पर्ने हुन्छ। यो घटना मल्लकालको हो। त्यसबेला राजा थिए लक्ष्मी नरसिंह मल्ल। राजा लक्ष्मी नरसिंह मल्लका ज्वाइँ थिए काजी भीम मल्ल, जुन निकै प्रख्यात व्यापारी र सैनिक अधिकृत थिए। नेपाल र तिब्बत बीच युद्ध भई नेपालले सो युद्ध जित्नुमा उनको हात मानिन्छ। सोही कारण उनी निकै लोकप्रिय र प्रख्यात थिए। तर यो कुरा दरबारका केही व्यक्तिलाई मन पर्दैन थियो। यसै कारण ती व्यक्तिहरूले राजा लक्ष्मी नरसिंह मल्ललाई काजी भीम मल्लले उनको सत्य हत्याउन खोजेको भनेर कुरा लाउन सुरु गरे। नभन्दै राजा लक्ष्मी नरसिंह मल्लले काजी भीम मल्ललाई मृत्युदण्डको सजाय दिए। यसरी आफ्नो निर्दोष पतिलाई मृत्युदण्ड दिएकाले काजी भीम मल्लकी श्रीमतीले आफू सती जानु अघि नेपाल दरबारको भलो चाहनेहरूको यस्तै गति होस् भनी सराप दिएकी थिइन्।